ओके, एकदमै सबैजनाले हजुरहरूले विचार गर्नुहोला। आज शाखा अधिकृतको होइन त्रियासियो चाहिँ यो टेस्ट हो। हजुरहरूले विचार गर्नुहोला। र यो क्लासको मुख्य उद्देश्य फाइनल इक्जाममा हुबहु मिल्ने प्याटर्न हामी अहिले चाहिँ क्लासमा चाहिँ हामी सँगै प्र्याक्टिस गर्छौँ। यो लेभलको क्वेसन यदि हजुरहरूले घरमा प्र्याक्टिस गर्न सक्नुभयो भने बुझ्नुहोस्, फाइनल इक्जाममा हजुरहरूलाई समस्या हुँदैनन्। हेर्नुहोस् त, आजको फर्स्ट क्वेसन हजुरहरूले विचार गर्नुहोस् त। यो एनालोजी हो। कतिजनाले यो एनालोजीलाई सोल्भ गर्न सक्नुभयो? हेर्नुहोस् न, विचार गर्नुहोस् त। यो 10 हो। 10 भन्दा 1 बढी 11, 10 भन्दा 2 बढी 12, यही हो 11 गुणे 12 भनेको यही महानुभाव हो 132। फेरि हेर्नुहोस् न, 5 भन्दा 1 बढी 6, 5 भन्दा 2 बढी 7, यही हो 6 गुणे 7 भनेको 42। अब विचार गर्नुहोस् त, 272 भनेको अब हजुरहरूले विचार गर्नुहोस् त। हेर्नुहोस् त, म चेक गर्नुहोस् त अप्सन। यो 15 लाई विचार गर्नुहोस् त। 15 भन्दा 1 बढी 16, 15 भन्दा 2 बढी 17, लास्टको अङ्क हजुरहरूले मलाई भन्नुहोस् त। 6 गुणे 7 42, यो लास्टमा 2 छ, 4 बाँकी, 16 4 20, 20 र 7 27, गुणन गर्दा 272 हुन्छन्। यता 272 छ। यसको ठिक आन्सर ए हुनुपर्छ। यसरी हजुरहरूले विचार गर्नुहोला। नेक्स्ट क्वेसन हेर्नुहोस् त। कोडिङ डिकोडिङको यो गजबको क्वेसन हो। यदि हजुरहरूले विचार गर्न सक्नुभयो भने यो गजबको क्वेसन हो। यो कतिजनाले विचार गर्नुभयो? यसको ठिक आन्सर के हुनुपर्छ? हेर्नुहोस्, रिभर्स प्लेस भ्यालुको यो सम हो। यो रिभर्स प्लेस भ्यालुको सम। जस्तै यसको रिभर्स पेयर एच, एच भनेको यो 8 हो। टी को रिभर्स पेयर जी, जी भनेको 7 हो। ए को रिभर्स पेयर जेड, जेड भनेको 26। आर को रिभर्स पेयर आई, आई भनेको 9। सबैलाई जोड्नुहोस् त। 9 र यो 7, 9 र 7 16, 16 र यो 8 कति विचार गर्नुहोस् त? 24। 16 र 8 24, 24 र यो 26, दुवैलाई जोड्दा यो 50 देखिएन? दुवैलाई जोड्दा 50 हुन्छ। रिभर्स प्लेस भ्यालुको यो सम हो। हजुरहरूले कतिजनाले विचार गर्न सक्नुभयो? हजुरहरूले ट्राई गर्नुहोला। सेम कहानी यता पनि हजुरहरूले हेर्नुहोस् त। सेम कहानी यता पनि विचार गर्नुहोस् त। सी को रिभर्स पेयर एक्स, एक्स भनेको 24, आई को रिभर्स पेयर आर भनेको 18, आर को रिभर्स पेयर आई भनेको 9, यू को रिभर्स पेयर एफ, एफ भनेको 6। अब यसको रिभर्स पेयर एच, एच भनेको 8। सबैलाई जोड्नुहोस् त। हेर्नुहोस्, म कसरी जोड्छु हजुरहरूले विचार गर्नुहोस् त। 24 र यो 6 30, त्यसपछि हेर्नुहोस्, 9 र यो 8 17, 17 र 18, 17 दुना 34 र यो 1 35, जोड्दा 35 हुन्छन्। अब 30 र 35लाई जोड्नुहोस् त। 65 आएन? यही कहानी हो 65 को। अब प्लानेटको रिभर्स प्लेस भ्यालुको सम निकाल्नुहोस् त। प्लानेटको हेर्नुहोस् त, म कसरी सोच्छु हजुरहरूले ध्यान दिनुहोस् त। पी, पी को रिभर्स पेयर के भनेको 11। अब यल, यल को रिभर्स पेयर ओ, ओ भनेको 15,
ए को रिभर्स पेयर 26 जेड, एन को यम भनेको 13, यो ई को भी भनेको 22 हो, भी भनेको 22 हो। फेरि ध्यान दिनुस् त, टी को जी भनेको 7, जोड्नुस् त अब सबैलाई। 13 प्लस 7 यो 20 हो। फेरि हजुरहरूले विचार गर्नुस् त म कसरी सोच्दैछु, हेर्नुस् त, यो 11 र 25 26 र यो 26 52 आ प्लस 22। अब जोड्नुस् त, 50 र यो 40 90, 90 र यो 4 94, लास्टमा 4 हुनुपर्छ, 94 यो हो, द्याट इज आन्सर। यसमा 84 पनि छ, लास्टमा 4 र यो 50 र यो 40 90, 4 90 94 हुनुपर्छ। यसरी गरिदिने, यो क्वेसन यसरी हजुरहरूले सोच्नु होला। यो सिरिज कतिजनाले सोच्न सक्नुभयो, यो सिरिज कतिजनाले सोच्न सक्नुभयो, एकपटक हजुरहरूले मलाई भन्नुस् त, यो क्वेसन कतिजनाले सोच्न सक्नुभयो। हेर्नुस् त, 13 बाट 26 इन्टु 2 हो, त्यसपछि 26 माइनस 3 23, त्यसपछि अब हेर्नुस् त, त्यसपछि इन्टु 5 गर्दा 23 गुन्ने 5, 5 तिया 15, 5 दुना 10 र 1 11, 115 इन्टु 5 हो। त्यस पछाडि 108 भनेको माइनस 7 हो, माइनस 7 गर्दा 108 हुन्छन्। अब के गर्नुपर्छन्, हजुरहरूको माइन्डले भन्यो तलको जुन कहानी जुन छ त्यो प्राइम नम्बर कहानी हो। एक पटक गुणन गरेको छ, अर्को पटक प्राइम नम्बरले, नेक्स्ट प्राइम नम्बरले यो माइनस गरेको छ, फेरि चाहिँ गुणन गरेको छ, फेरि चाहिँ माइनस गरेको छ। अब नेक्स्ट प्राइम नम्बर अब 11 ले गुणन गर्नुपर्छ। एक पटक गुणन हो, अर्को पटक माइनस हो। 11 ले गुणन गर्नुस् त, 11 गुन्ने 8 88 र यो इन्टु 11 भनेको 11, 1188 हुनुपर्छ, यही हो 1188। गजबको क्वेसन छ, तल प्राइम नम्बरको कहानी हो, प्राइम नम्बरको क्रिया हो। हजुरहरूले ध्यान दिनुस्, भन्नुस् यो क्वेसन कतिजनाले सोच्न सक्नुभयो, एकपटक हजुरहरूले कसैले विचार गर्नुस् त, यो क्वेसनको कहानी के हो। सजिलो बाटो सोच्नु होला, जहिले पनि हजुरहरूले के गर्नु होला, सजिलो बाटो सोच्नु होला। हेर्नुस् म के गरिदिन्छु, यसमा इन्टु 10 गर्छु, दायाँ साइडमा इन्टु 10 र त्यसपछि यसको आधी गर्नुस् त, इन्टु 10 को अर्थ हुन्छन् 0, त्यसपछि आधी गर्नुस् त, 15 दुना 30, 26 दुना 52 र 5 दुना 10। अब यसमा 10 ले गुणन गरेर यसको आधी हो यो कहानी। फेरि यता पनि हजुरले ध्यान दिनुहोस् त, पहिला सजिलो हजुरले सोच्नु होला, यसमा 10 ले गुणन गरिदिनुहोस् र अब यसको आधी मलाई भन्नुहोस् त। हेर्नुहोस् त, 5 दुना 10, फेरि यो 1, 2 दुना 4, 1 बाँकी 6 दुना 12 र यो 5 दुना 10, यसको ठ्याक्कै आधी छन्। यसमा 2 ले भाग गर्दा यो आयो। अब यसमा पनि विचार गर्नुस् त, लास्टमा इन्टु 10 गरेर, लास्टमा यसमा इन्टु 10 गर्दा लास्टमा 0 हुनुपर्छ। त्यसपछि यसको आधी गर्नुस्, आधी गर्दा 33 12 35, यही हो 33 12 35 भनेको यही हो। यसमा तर डीमा विचार गर्नुस् त, आधी गर्नुस् त, यसमा इन्टु 10 गरेर आधी गर्नुस् त, इन्टु 10 गरेर आधी गर्दा हेर्नुस् त, 12 दुना 24, 1 बाँकी 6 दुना 12, 2 दुना 4, यो 35 हुनुपर्छ लास्टमा, लास्टमा 35 हुनुपर्छ। यसमा लास्टमा 35 छैन,
यसै कारण यो महानुभाव फरक हो। बाँकी सबैमा इन्टु 10 गरेर आधी गरेको हो यो आएको छ। इन्टु 10 गरेर आधी गर्दा यो आएको छ। इन्टु 10 गरेर आधी गर्दा यो आएको छ, तर यसमा यो छैन। यसरी हजुरलाई विचार गर्नुपर्छ। यो गजबको कहानी हो। यसै कारण यसको ठिक आन्सर डी हुनुपर्छ। यो कोडिङ डिकोडिङ कतिजनाले सोल्भ गर्न सक्नुभयो? यो कोडिङ डिकोडिङ कतिजनाले सोल्भ गर्न सक्नुभयो? हजुरहरूले मलाई भन्नुहोस्। गजबको कहानी छ यसमा। हेर्नुहोस्, एसवाइएनसी हेर्नुहोस् न, दुबईको सम 19 प्लस 25, 19 प्लस 25 भनेको 44। यही कहानी हो, 44। 13 यो 14 प्लस 3, 14 प्लस 3 भनेको 17। यही हो 44 र 17 भनेको यही हो। अर्को पनि विचार गर्नुहोस् त। एमआइएनटी 13 प्लस 9, 13 प्लस 9 यही हो 22। हजुरले हेर्नुहोला 22। फेरि 14 प्लस 20, 14 प्लस 20 भनेको 34। यही हो 22, 34 भनेको यही हो 22, 34। अब मलाई नोजको कोड चाहियो। मलाई भन्नुहोस् त, 14 प्लस 15 29, 14 प्लस 15 29, 29बाट सुरु भएको एउटा विकल्प मात्रै छ दाजु आन्सर। 19 प्लस 5 24, यही हो यो 24। 29 र 24 हुनुपर्छन्। यो गजबको कहानी हो। एकदमै नयाँ चाहिँ लजिक छ यो। हजुरले गुगलमा सर्च गर्नुहोला, सोधिसकेको क्वेसन हो यो। र हजुरहरूलाई थाहा होला, जति पनि म क्वेसन यता राख्छु त्यो सबै चाहिँ सोधिसकेको क्वेसन हुन्छन्। विगतमा सोधिसकेको क्वेसन हो यो। भन्नुहोस्, यसको कहानी हजुरहरूले विचार गर्नुहोस् त। यसको कहानी के हो एकपटक विचार गर्नुहोस्। सिम्पल लजिक छ। हेर्नुहोस्, लेफ्ट साइडको यो जुन कहानी जुन छन्, लेफ्ट साइडको कहानी जुन छन्, हजुरले सिम्पल हेर्नुहोस् त। यो दायाँमा गएको छ, अरू केही होइन। यो जुन लेफ्ट साइडमा छ त्यो दायाँमा गएको छ, यसको दायाँमा, यसको दायाँमा गएको छ। अब हेर्नुहोस्, यो दायाँवाला यता लेफ्टमा आएको छन्। यही यो दायाँवाला, यो जुन दायाँवाला जुन छन् यो लेफ्टमा जान्छ, यो लेफ्टमा जान्छ। र यो जस्ताको त्यस्तै, यो दायाँवाला लेफ्टमा जान्छन्, यो जस्ताको त्यस्तै। यसको ठिक आन्सर के बी हुनुपर्छ। हजुरले हेर्नुहोस् त, यो ठिक आन्सर बी हुनुपर्छन्। किन? सीमा यो अलिकति सानो छ। हेर्नुहोस् त, यो ठुलो हुनुपर्छ, यो ठुलो हुनुपर्छ। यसै कारण यसको ठिक आन्सर सी हुनुपर्छ। यो दायाँवाला, यो दायाँवाला पार्ट लेफ्टमा हुनुपर्छ, यो दायाँवाला पार्ट लेफ्टमा हुनुपर्छ। यो जस्ताको त्यस्तै, यो जस्ताको त्यस्तै दायाँवाला पार्ट, यो पार्ट चाहिँ यसमा लेफ्टमा छ। यसकारण यसको ठिक आन्सर बी हुनुपर्छ। अल्फाबेट एनालोजी विचार गर्नुहोस्। यसको कहानी कसैको माइन्डमा आयो? यसमा के गरेको छ? हजुरहरूले विचार गर्नुभयो यसमा के गरेको छ? हजुरले एकपटक विचार गर्नुहोस् त। प्लस यता प्लस 2 र यो के माइनस 2 गरेको छ। हजुरले हेर्नुहोस् त, सीमा, सरी, सीमा माइनस 2 फेरि माइनस 2 गरेको छ। हजुरले हेर्नुहोस् त, सीमा माइनस 2 गर्दा ए, आईमा माइनस 2 गर्दा जी, माइनस 2 गरेको छ। त्यसपछि भीमा माइनस 4 माइनस 4, 2 पटक माइनस 4 गरेको छ। भीमा माइनस 4 गर्दा यो 18 हुनुपर्छ। र यो आईमा माइनस 4 गर्दा यो 5 हुनुपर्छ। 2 पटक लगातार 2 पटक माइनस 4 गरेको छ। त्यसपछि अब हजुरले हेर्नुहोस् त, त्यसपछि माइनस 6 गरेको छ। हेर्नुहोस् त,
12बाट 6 घटाउँदा यो एफ, यो 9बाट 6 घटाउँदा यो 3 भनेको सी। त्यस पछाडि -8 -8 गरेको छ। एबाट -8 कसरी गर्ने? ए भनेको 1 हो, 1 मा 26 जोड्नुहोस् त, ए भनेको 27 पनि छ। 27बाट यो 8 घटाउँदा 19, यही हो यो 19 भनेको यस। एन भनेको 14, 14बाट 8 घटाउनुहोस् त, यो 6, यही हो यो 6। यसमा पनि विचार गर्नुहोस्। दुईटामा -2 -2, अर्को दुईटामा -4 -4, अर्को दुईटामा -6 -6, लास्टको दुईटामा -8 -8 गरेको छ। अब -2 -2 गर्नुहोस् त, 5बाट 2 3, 15, यो 17बाट 2, ओ सी र ओ हुनुपर्छ। एउटामा मात्रै देखियो, द्याट इज योर आन्सर। एउटामा मात्रै देखिएको छ, द्याट इज योर आन्सर। यसरी गरिदिने। ल भन्नुहोस्, यो क्वेसन अब हजुरहरूले विचार गर्नुहोस् त, क्वेसनमा के दिएको छ हजुरहरूले विचार गर्नुहोस् त। इन एन इलेक्सन, मैले मानिदिए लिस्टमा टोटल भोटर लिस्ट हो 100 युनिट। मैले यो मानेको छु, 100 युनिट मान्दा पनि हुन्छ, अथवा यो 100x मान्दा पनि हुन्छ। त्यसमध्ये 8% घरमै सुत्यो, भोट खसालेनन्, डिड नोट कास्ट देयर भोट। यसको अर्थ 92 युनिट यो कास्ट गरेको हो, यो भोट चाहिँ खसालेको हो। यो 92 युनिट क्वेसनमा दिएको छ। हजुरले हेर्नुहोला, विनिङ क्यान्डिडेटले विनिङ क्यान्डिडेट र यो लुजरले जितेको उम्मेदवार र हारेको उम्मेदवार। जितेको उम्मेदवारले 48% हो टोटल भोटको, मतलब 100 युनिटको 48% भनेको 48 युनिट। 48 युनिट उसले जितेको क्यान्डिडेटले भोट पायो। जम्मा हो 92 युनिट चाहिँ खसेको। अब 92बाट यो 48 घटाउनुहोस् त, 12बाट 8 यो 44 युनिट। 44 युनिट चाहिँ हारेको क्यान्डिडेटले भोट चाहिँ पाएको छ। अब हजुरले हेर्नुहोस् न, कति युनिटले जितेको छ? कति युनिटले जितेको छ? 4 युनिटले जितेको छ। यो 4 युनिट बराबर क्वेसनमा दिएको छ 100, यो 1100। 4 युनिट बराबर हो 1100। तपाईलाई सोधेको छ टोटल नम्बर अफ भोटर्स। लिस्टमा 100 युनिट तपाईँलाई निकाल्नुपर्छ। 100 युनिट निकाल्नको लागि यता इन्टु 25 गरिदिनुहोस्, यता इन्टु 25 गर्नुहोस् त। 25 गुणन गरेर मलाई भन्नुहोस् त। 5 र 2 7, 275 हुनुपर्छ, दुईटा जिरो। 275 मा दुईटा जिरो, यही हो 275 मा दुईटा जिरो। 25 मा 11 ले मैले कसरी गुणन गरे? 2 र 5, 5 र 2 7, यही मैले गरेँ 275। 2 + 5 भनेको 7 हुन्छन्, यही हो 7 र दुईटा जिरो। यो 1100 छ, यता पनि दुईटा जिरो। यसरी मैले गुणन गरेको छु। हेर्नुहोस् त, सक्सेसिभ डिस्काउन्ट, दुईटा सक्सेसिभ डिस्काउन्ट वास्तवमा नेट सक्सेसिभ डिस्काउन्ट कति निकाल्दिनुहोस्। 10% सक्सेसिभबाट 10% प्लस 20%,
20% माइनस 10 गुने 20 बाई यो 100%, 2% घट्छ। 20 प्लस 10, 30, 30 माइनस 2 भनेको 28%। यो वास्तवमा 28% चाहिँ डिस्काउन्ट हो। 28% डिस्काउन्ट हो। 28% डिस्काउन्ट हो। नेट प्रोफिट, नेट प्रोफिट हो 44% हो। नेट प्रोफिट 44% प्रोफिट छ। यसको अर्थ विचार गर्नु होला। सीपी बराबर 100 छ, एसपी बराबर हो 144। नेट प्रोफिट हो 44% भनेको एसपी बराबर 144। 28% डिस्काउन्ट भनेको यो एमपी बराबर 100 हो भने डिस्काउन्ट पछि एसपी बराबर कति हुनुपर्छ? 72 हुनुपर्छ। तर यो एसपी भनेको 144 हो। यसलाई 144 बनाउन इन्टु 2 गर्नुपर्छ। यता इन्टु 2 गर्दा 100 रेसियो हो, हामी मजाले यता इन्टु 2 गर्न सक्छौँ। 144। अब यता पनि इन्टु 2 गर्दा यो 200 हुन्छ। यसरी पनि हामी यसलाई लेख्न सक्छौँ, किनभने यो रेसियो हो। एसपी समान हुनुपर्छ, यसै कारण मैले एसपीलाई मैले समान बनाएको छु। एसपीलाई मैले समान बनाएको छु। अब आयो सीपी बराबर 100 हो, एसपी बराबर 144। यता पनि 144 हुनुपर्छ। एसपी सेम हुनुपर्छन्। किन? एउटै चाहिँ आर्टिकल छन्, एउटै समान छन्। एमपी बराबर 200। क्वेसनमा दिएको छ 15% डिस्काउन्ट पछाडि डिस्काउन्ट एमपीमा हुन्छ। 15% डिस्काउन्ट पछि अब 30 डिस्काउन्ट। 30 डिस्काउन्ट भनेको अब चाहिँ एसपी बराबर हो 170। 100 मा किनेको छ, 170 मा बेचेको छ। 70% अब चाहिँ नाफा हुन्छ। 70% अब नाफा हुन्छ। यो क्वेसन कतिजनाले गर्न सक्नुभयो? हजुरहरूले मलाई भन्नुहोस् त। यो क्वेसन कतिजनाले सोच्न सक्नुभयो? विचार गर्नुहोस्। हेर्नुहोस्, पी र क्यू दुईटा चाहिँ एलवाई छ। पहिलो एलवाई हो जम्मा 5 + 11 जम्मा हो 16। यो 3 + 5 जम्मा हो 8। दुवैलाई समान बनाइदिनुहोस्। जम्मा समान बनाइदिनुहोस्। जम्मा समान बनाइदिने। यसलाई पनि 16 बनाउनुहोस् त। 16 बनाउँदा यता इन्टु 2 गर्नुपर्छ। यता इन्टु 2 भनेको यो 6 हो र यो 5 भनेको अब यो 10 हो। ध्यान दिनुहोस्, यो 10 हो। दुवै एलवाई पी र क्यू को सम समान हुनुपर्छ। 5 + 11 16, 6 + 10 पनि 16। अब हजुरले हेर्नुहोस्, पी र क्यू कुन अनुपातमा मिक्स गरेको छ? तेस्रोमा कुन अनुपातमा मिक्स गरेको छ? पी र क्यू 1:3 अनुपातमा मिक्स गरेको छ। विचार गर्नुहोला, 1 र 3 अनुपातमा। यसको अर्थ पहिलोबाट 1 पटक 1 गुणे 5 गर्दा यो 5 बाई तल। हेर्नुहोस् न, यसमा इन्टु 11 मा यो 1 पटक मात्रै लिएको छ। यो पी 1 पटक मात्रै लिएको छ। त अब 11 तल रेसियो हो। यो विचार गर्नुहोला। यो जुन छ एल्युमिनियम र कपरको रेसियो हो। एल्युमिनियम र तल कपर छ। एल्युमिनियम र कपरको रेसियो हो। 5 एल्युमिनियम
र 11 कपर आयो पीबाट। किन एकपटक मात्रै लिएको छ? यसबाट 3 पटक लिएको छ। 6 गुणे 3 18, टोटल 18 आयो यो भाँडोमा। 10 गुणे 3 टोटल 30। अब 23 बाई यो 43, माथिको अल्मुनियम हो तलको कपर हो। क्वेसनमा के सोधेको छ? देन अल्मुनियम, अल्मुनियम भनेको 23, अल्मुनियम इज व्हाट पर्सेंट अफ कपर, कपरको यो जुन 23 जुन छन् अल्मुनियम त्यो कति प्रतिशत हो? यही प्रतिशत हजुरलाई निकाल्नु पर्छन्। एउटा उपाय हो 100%, यसरी गुणन गरिदिनुस् र भाग गर्नुस्। एउटा उपाय हो 100%ले गुणन गरिदिनुस्। अर्को उपाय म भन्दैछु। 43 को 10% बराबर हो, अथवा एकैपटक हामी 50% गर्दा पनि हुन्छ। 50% बराबर कति मलाई भन्नुस् त? 43 को 50% बराबर 43 को आधी, 42 को आधी हुन्छन् 21.5। मतलब 23 जुन हुन्छ 43 को 50% भन्दा बढी हुन्छ, 50% भन्दा बढी हुन्छन्, यो कट। अब 5% बराबर कति? हेर्नुस् त, 23 को 10%, 10%, हेर्नुस् त, यो सरी 43 को 10%, 2 यो 4.3 हुन्छ 10%। 5% बराबर यसको आधी गर्नुस् त 2.15 हुन्छ 5% बराबर। त यसमा जोड्नुस् त 5%, यसमा जोड्नुस् त 2.15, 2.15 भनेको 23। यसको अर्थ 25, 50, 21, 22, 21 र यो 2 23, यो 4 55% बराबर यो आयो। 55% बराबर यो आयो। किन यो 55% आयो भने के यो 56% के गलत भयो? यसको 56% हजुरले हेर्नुस् त, किन गलत भयो यो? यसलाई 56%, 43 को यो चाहिँ यो 41 मात्रै छ, मैले यता गलत गरेको छु। यसलाई ठिक गर्नुस् त, मैले यता गलत गरेको छु। 30 + 40 यो 41, 41 को 50% भनेको, 41 को 50% भनेको 20.5, 20.5। 5% भनेको 2.05, 20 र 2 22। 55% भनेको 22 समथिङ। मलाई 23 चाहियो। 55% भन्दा अलिकति बढी हुन्छन् 56%, 55% भन्दा अलिकति बढी हुन्छ। यो कुरा हजुरहरूले ध्यान दिनु होला। 55% भन्दा अलिकति बढी हुन्छ। यो एभरेज कसरी गर्ने भन्नुस्? कसैले विचार गर्नुस् त, यो एभरेज कसरी गर्ने? वेटेड एभरेज हो हजुरलाई निकाल्नु पर्ने छन्। वेटेड एभरेज बराबर तपाईलाई पत्ता लगाउनु पर्ने छ। सिम्पल लजिक। यो टोटल 2 मा यो कति हो? 8, 2 गुणे 8, 3 मा त्यसपछि हो फेरि 8, प्लस यो 3 गुणे 8, त्यसपछि 3 मा यो 6, 3 गुणे 6, 4 मा यो 6.5, 4 गुणे
6.5 सबैलाई जोड्नुहोस् त 3 3 6 4 10 र 2 12 बाई 12 गरिदिनुहोस् त बाई 12 गरिदिनुहोस् बाई 12 गर्नुहोस् त माथि जोड्नुहोस् 8 गुणे 2 16 8 गुणे 3 24 6 गुणे 3 18 6 चौको 24 24 र 2 26 26 26 र यो 26 र यो 24 50 60 70 70 अनि 8 र 6 14 84 84 बाई 12 7 हुन्छन् एभरेज यसै कारण यसको ठिक आन्सर 7 विकल्पमा दिएको छ यसको एभरेज 7 हुनुपर्छ यसरी गरिदिने यो क्वेसन विचार गर्नुहोस् त यो क्वेसन अब हजुरहरूले विचार गर्नुहोस् त यो क्वेसन एभरेज एज अफ अ ग्रुप अफ अ फ्रेन्ड इज 17 इयर्स त मैले मानिदिए यता एक्स जना छ एक्स जनाको एभरेज हो 27 एक्स जनाको सम यो 27 एक्स प्लस 4 जनाको एभरेज हो 25 4 गुणे 25 100 प्लस 100 अथवा 4 गुणे 25 नै लेख्नुहोस् त 4 गुणे 25 बाई एक्स जना र 4 जना यही हो एक्स प्लस 4 बराबर पुरै ग्रुप एक्स जना र यो 4 जना टोटल पुरै जम्मा एक्स जना र 4 जना एक्स प्लस 4 जनाको एभरेज हो पछिबाट 26 सोल्भ गरिदिनुहोस् यसरी सोल्भ गरिदिने सोल्भ गर्नुहोस् त एक्स प्लस यो 4 गरिदिनुहोस् त यता एक्स प्लस 4 गरिदिनुहोस् यो हावामा एक्स प्लस 4 मैले यता गरिदिएँ सोल्भ गर्नुहोस् त अब 26 एक्स र यो 27 एक्स घटाउनुहोस् त लेफ्ट साइडमा यो एक्स अब 26 गुणे 4 25 चौको 100 र 4 104 अनि माइनस फेरि 100 बराबर हो 4 एक्स बराबर 4 एक्स बराबर 4 यसै कारण सुरुमा 4 जना हुनुपर्छ यसरी पनि यो क्वेसनलाई गर्न सकिन्छ अर्को उपाय म भन्दैछु अर्को उपाय यसरी पनि गर्न सकिन्छ हेर्नुहोस् त म के भन्दैछु एक्स जनाको एभरेज हो 27 4 जनाको एभरेज हो 25 एक्स प्लस 4 दुवैजनाको एभरेज हो 26 हेर्नुहोस् न 26 र यो 27 को यसको फरक 1 हो यतादेखि यतासम्मको फरक 1 हो यसको रेसियो बराबर 1:1 यही रेसियो यता 1:1 हुन्छन् यता 4 जना छ भने यता पनि 4 जना हुनुपर्छ रेसियो 1:1 हो यसको अर्थ रेसियो समान छन् यता 4 जना छ यता पनि 4 जना नै हुनुपर्छ यसरी पनि गर्न सकिन्छन् एलिगेसनबाट यसरी पनि गर्न सकिन्छ यो क्वेसन विचार गर्नुहोस् त इफिसियन्सी निकाल्नु पर्छ इफिसियन्सी ओमेनको 1 जना ओमेनको इफिसियन्सी हो एक्स 6 जना ओमेनको इफिसियन्सी 6x इफिसियन्सी इन्टु टाइम यही बराबर हो वर्क यही बराबर हो वर्क अब 9 जना गर्ल्सको 1 जनाको इफिसियन्सी वाई 9 जनाको इफिसियन्सी 9y
त्यसपछि कति दिनमा 2 दिनमा इफिसियन्सी इन्टु टाइम यो पनि वर्क हो यो वर्क र यो वर्क चाहिँ समान छ सेम वर्क छ यसै कारण बराबर हुनुपर्छ 6 गुणे 3 18 9 गुणे 2 18 इफिसियन्सी बराबर हो एक्स बराबर वाई आयो यसको अर्थ इफिसियन्सी यता पनि एक ध्यान दिनु होला बराबर भनेको इफिसियन्सीको रेसियो 1:1 1:1 अब टोटल वर्क बराबर अब मलाई भन्नुस् त टोटल वर्क बराबर 9 जना वोमेन यो सरी 6 जना वोमेनको इफिसियन्सी हो 6 किन 6 गुणे एक्स भनेको 1 6 6 गुणे 3 यही हो वर्क बराबर 18 18 वर्क कुन ग्रुपले 8 जना वोमेन र 6 जना गर्ल 8 जना वोमेनको इफिसियन्सी 8 हो 6 जना गर्ल्सको इफिसियन्सी 6 हो 8 + 6 14 इफिसियन्सीले 14 इफिसियन्सीले 18 वर्क गर्न कति दिन लाग्छ कट गरिदिनुस् त 9/7 यही हो 9/7 यति दिन लाग्छन् 9/7 दिन लाग्छन् यसरी गरिदिने यो क्वेसनलाई इफिसियन्सी निकालेर यो क्वेसनलाई गरिदिने यो क्वेसन अब हजुरहरूले विचार गर्नुस् त यो क्वेसन अब हजुरहरूले विचार गर्नुस् यसको कहानी के हो अब हजुरहरूले विचार गर्नुस् क्वेसनमा के सोधेको छ ए बाट बी सम्म मैले मानिदिए टोटल डिस्टेंस हो ए देखि बी सम्म टोटल डिस्टेंस हो एक्स फर्स्ट कार 20 किलोमीटर स्पिडले 1.5 घन्टासम्म अगाडि बढ्यो ए बाट बी तिर 1 घन्टामा 20 किलोमीटर आधी घन्टामा 10 किलोमीटर जम्मा 30 किलोमीटर यताबाट फर्स्ट कार चाहिँ 30 किलोमीटर अगाडि बढिसकेको छ यो फर्स्ट कार अब यो बिन्दुबाट बी सम्म अब बाँकी दूरी टोटल हो एक्स अब बाँकी छ x - 30 फर्स्ट कारलाई मात्रै x - 30 डिस्टेंस मात्रै पार गर्नुपर्छ x कारलाई x - 30 डिस्टेंस मात्रै पार गर्नुपर्छ x - 30 डिस्टेंस पार गर्नुपर्छ 20 स्पिडले फर्स्ट कारको स्पिड हो 20 उसलाई यही टाइम हो बी मा पुग्न यति टाइम लाग्यो अब दोस्रो कारलाई त्यस पछाडि दोस्रो कार ए बाट सुरु भएको छ 1.5 घन्टा पछाडि दोस्रो कार ए बाट सुरु भएको छ दोस्रो कार जुन बेला फर्स्ट कार यो बिन्दुमा छ त्यो बेला दोस्रो कार ए बिन्दुमा छ यो ए बिन्दुमा छ दोस्रो कारलाई बी मा पुग्न एक्स डिस्टेंस पार गर्नुपर्छ एक्स डिस्टेंस पार गर्नुपर्छ 30 को स्पिडले अब उसलाई 2.5 घन्टा कम समय लागेको छ यही बराबर हो 2.5 घन्टा 2 दुना 4 र 1 5 यो 5/2 घन्टा यो टाइम र यो टाइमको फरक चाहिँ 2.5 घन्टा दिएको छ क्वेसनमा यसैलाई सोल्भ गरिदिनुस् सोल्भ गर्नुस् त एलसीएम 60 एलसीएम हो 60 सोल्भ गर्नुस् त
60 3 3x माइनस 90 माइनस 60 छ यो 2x बराबर 5/2 यो 60 यो 2ले 30 5 तिया 15 150 3x बाट 2x घटाउनुहोस् त x सोल्भ गर्नुहोस् त अब यता x माइनस 90 बराबर 150 x माइनस 90 बराबर 150 x बराबर 150 प्लस 90 150 प्लस 90 100 जोड्दा 250 भन्दा 10 कम 240 हुनुपर्छ ए देखि बी सम्मको टोटल दूरी 240 हुनुपर्छ यो क्वेसन यसरी गर्नुभयो भने अरूभन्दा फास्ट गर्न सकिन्छन् अलिकति समय लाग्छन् तर कहानी यो हो कम्प्लिट द गिभेन सेरिज यो त सजिलो छ विचार गर्नुस् त मध्य बिन्दुमा यो भुजाको मध्य बिन्दुमा त्यसपछि एन्टी क्लकवाइज यो भुजाको मध्य बिन्दुबाट यो हो त्यसपछि माथिको मध्य बिन्दुमा यतातिर हेड छ अब तलतिर हेड छ अब यतातिर हेड हुनुपर्छ यतातिर हेड हुनुपर्छ नयाँ यतातिर हेड नयाँ यसमा मात्रै छन् यो पुरानो हो हेर्नुस् न हेड प्रत्येक पटक हेड हेर्नुस् प्रत्येक पटक हेड हेर्नुस् त नयाँ हेड नयाँ हेड नयाँ हेड नयाँ हेड छ अब तल्लो भुजामा एन्टी क्लकवाइज डाइरेक्सनमा हेड यसमा मात्रै छ द्याट युर आन्सर अर्को कहानी पनि हजुरले विचार गर्न सक्नुहुन्छ हेर्नुस् बाहिरको जुन आकृति जुन छन् त्यो भित्र बाहिर नयाँ बाहिरको आकृति भित्र बाहिर नयाँ अब यो बाहिरको आकृति यो ट्रायंगल भित्रमा छैन अब बाहिरको आकृति भित्रमा हुनुपर्छ यसमा भित्रमा छ बाहिरको आकृति हजुरले हेर्नुस् बाहिरको आकृति यस्तो छ यो भित्रमा हुनुपर्छ यसमा भित्रमा छ यसमा पनि छ यसमा पनि छ तर यो हुनुपर्छ यो हो सिरिज क्वेसनमा के दिएको छ क्वेसन पढ्नुस् त मीना इज 15th अगाडिबाट मीनाको क्रम 15th छ हजुरले हेर्नुस् त मीनाको क्रम 15th छ यसको अर्थ मीना भन्दा अगाडि हुनुपर्छ 14 जना मीना भन्दा अगाडितिर हुनुपर्छ 14 जना क्वेसनमा सोधेको छ देयर आर थ्राइस एज मेनी बिहाइन्ड हिम एज देयर वेयर इन फ्रन्ट यसमा यदि 14 जना छ भने यसको 3 गुना 14 तिया 42 42 जना चाहिँ दायाँबाट यो यसको अगाडि 42 जना छ यसको अर्थ मीनाको क्रम दायाँबाट 43 हुनुपर्छ दायाँबाट मीनाको क्रम 43 हुनुपर्छ यदि सोधियो भने क्वेसनमा सोधेको छ हाउ मेनी बोइज आर देयर बिट्विन मीना 17th boy from the end 17th boy हजुरले हेर्नु होला दायाँबाट 17th दायाँबाट 17th ल भन्नुस् त दायाँबाट 17th 17बाट यो 43 कतिले बढेको हो 17बाट यो 43 मीनाको क्रम दायाँबाट 43 हो बुवाईको क्रम दायाँबाट 17 हो 17 मा कति जोड्दा 43 हुन्छ हजुरहरूले मलाई भन्नुस् त 17 मा कति जोड्दा
43 हुन्छ एकपटक, हजुरहरूले मलाई भन्नुहोस्। 17 मा कति जोड्दा 43 हुन्छन् घटाउनुहोस् त। 43 बाट 17, 13 बाट यो 36, 36ले क्रम यदि बढेको छ भने बीचमा 35 जना हुनुपर्छ। 36ले क्रम यदि बढ्छ भने बीचमा 35 जना हुनुपर्छ। यही हो बीचमा 35 जना। यसरी गरिदिने। क्वेसन हेर्नुहोस्। एथलिट्स, स्प्रिन्टर र म्याराथन रनर। स्प्रिन्टर यो चाहिँ र म्याराथन रनर। स्प्रिन्टर पनि म्याराथन रनर हुन सक्छ, कुनै कुनै म्याराथन रनर पनि यो स्प्रिन्टर चाहिँ हैन, यो सानो सानो दौडमा भाग लिन सक्छ। इन्टरसेक्सन हुन्छन् दुवैको। यसै कारण यसको ठिक आन्सर ए हुनुपर्छ। यो पनि एथलिट्स अन्तर्गत पर्छ, म्याराथन रनर पनि एथलिट्स अन्तर्गत पर्छ। यसको ठिक आन्सर ए हुनुपर्छ। यो त सजिलो छ। क्वेसन हेर्नुहोस् त। कुन फरक छ विचार गर्नुहोस् त। कुन फरक छ एकपटक हजुरहरूले विचार गर्नुहोस् त। कुन फरक छ हेर्नुहोस्। 90 डिग्रीको अपोजिटमा यो लाइन, 90 डिग्रीको अपोजिटमा हो यो लाइन। हजुरले हेर्नुहोस् त। 90 डिग्रीको अपोजिटमा यो लाइन, यो 90 डिग्री यो यसमा छ, यो फरक देखिएन। यसमा यो फरक छ। सजिलो। भन्नुहोस् जम्मा कतिवटा ट्रायंगल छ। यो क्वेसन कतिजनाले सोल्भ गर्न सक्नुहुन्छन्? कतिजनाले भन्नुहोस्। यो कुरा हजुरहरूको माइन्डले भन्यो। यो हजुरहरूको माइन्डमा कतिजनाको माइन्डमा आयो? यो 8 + 8 र यो 2 जम्मा 18वटा ट्रायंगल। त्यस पछाडि 3 + 2 कतिजनाको माइन्डले भन्यो? यो 3 + 2 हो। हेर्नुहोस् यो ट्रायंगल कम्बिनेसनबाट यो ट्रायंगल 3वटा बाहिर, 3वटा र यो 2वटा र अर्को यो 3वटा प्लस यो 3। भन्नुहोस् टोटल कतिवटा? 3 3 6 र 2 8, 18 र 8, 8 8 16 26, 26 एउटा मात्रै छ। 26 भन्दा बढी छँदै छैन, किन चक्कर काट्ने? 26 भन्दा बढी छँदै छैन, किन चक्कर काट्ने? 20 नम्बर क्वेसन विचार गर्नुहोस् त। 20 नम्बर, यो 20 नम्बर क्वेसन हजुरहरूले विचार गर्नुहोस् त। यसमा के दिएको छ? क्वेसनमा दिएको छन् एसपी चाहियो। यस सेलिङ प्राइस अफ 2 आर्टिकल्स एबी। हेर्नुहोस् त के सोधेको छ? ए को एसपी र बी को एसपी को रेसियो चाहियो। यो सोधेको छ। यो सोधेको छ। एकबाट कोस्ट प्राइस अफ ए, सीपी अफ ए बराबर यो एसपी अफ बी, कोस्ट प्राइस सेलिङ प्राइस अफ बी। यसबाट हामी यो निकाल्न सक्दैनौँ। ए र बी को दुवैको एसपी को रेसियो चाहियो। एकबाट हामी निकाल्न सक्दैनौँ। अब 2बाट विचार गर्नुहोस् त। प्रोफिट made by selling price selling A is equal to 1/5 of SP, 1/5 of SP। हजुरले हेर्नु होला, 1/5 of SP। यो SP हो, यो माथिको यो नाफा हो। यसबाट हामी के भन्न सक्छौँ? यो सीपी बाई एसपी बराबर एसपी 5 हो। एक नाफा छ, यसको अर्थ 4मा किनेको छ। एक नाफा छ, यसको अर्थ 4मा किनेको छ। यसबाट ए को यो ए को सीपी र यो ए को एसपी आयो। अब 1 र 2 लाई कम्बाइन गर्दा अब मैले सीपीए हैन, ए को सीपी म यताबाट यसमा राखिदिन्छु।
सिपिए बराबर यदि म राख्छु भने एसपिए र एसपिबीको रेसियो आउँछन् 1 र 2 लाई कम्बाइन गर्दा मजाले आउँछन् 1 र 2 लाई कम्बाइन गर्दा ए को एसपी र बी को एसपी को रेसियो मजाले आउँछ 1 र 2 लाई कम्बाइन गर्नुपर्छ यसको ठिक आन्सर यो 4 हुनुपर्छ बोथ 1 2 टुगेदर आर नोट हैन यो 3 both 1 2 together are sufficient but neither statement alone is sufficient to answer यो एक चाहिँ एउटा मात्रै हुँदैन दुवै चाहिन्छन् टुगेदर यसको ठिक आन्सर 3 3 भनेको यो सीमा 3 हुनुपर्छ दुवै स्टेटमेन्ट चाहिन्छन् टुगेदर सँगै चाहिन्छ यो क्वेशन विचार गर्नुस् त क्वेसनमा के दिएको छ हजुरहरूले ध्यान दिनुस् त ध्यान दिनुला यो क्वेसन चाहिँ हजुरहरूको फेसबुकमा अलिकति मिसप्रिन्ट भएको थियो यो क्वेसन हजुरहरूले ध्यान दिनु होला राकेश इज स्ट्यान्डिङ इन ईस्ट फ्रम द प्लेस अफ मनीष मनीषबाट राकेश विचार गर्नुस् त मनीषबाट राकेश इज स्ट्यान्डिङ ईस्ट मनीषबाट राकेश पूर्वमा छ त्यसपछि सुरेश इज स्ट्यान्डिङ नर्थ फ्रम राकेशबाट नर्थमा छ राकेशबाट नर्थमा छ यो नर्थमा छ सुरेश हो यता अब क्वेसनमा के सोधेको छन् सुरेश हो यता एन्ड मुकेश इज स्ट्यान्डिङ इन द वेस्ट फ्रम द सुरेशबाट पश्चिममा छ पश्चिममा विचार गर्नुहोला पश्चिममा छ सुरेशबाट पश्चिममा छ मुकेश यता पनि हुन सक्छ मुकेश यता पनि हुन सक्छ मुकेश यता पनि हुन सक्छन् मुख्य कुरा हो सुरेशबाट पश्चिममा हुनुपर्छ जहाँ भए पनि तपाईलाई सोधेको छ फाइन्ड द डाइरेक्सन अफ मुकेशको डाइरेक्सन कहाँबाट राकेशबाट हामी पत्ता लगाउन सक्छौँ राकेशबाट कुन यता भए पनि नर्थ र वेस्टमा हुन्छ राकेशबाट मुकेश चाहिँ नर्थ र वेस्टमा हुन्छ यो कुरा हजुरहरूले ध्यान दिनुहोला यो क्वेसन हेर्नुस् त यो क्वेसन कतिजनाले विचार गर्न सक्नुभयो हजुरहरूले विचार गर्नुस् त यो क्वेसन कतिजनाले विचार गर्न सक्नुभयो सर्कुलर एरेन्जमेन्ट हो जम्मा 8 जना छन् जम्मा 8 जना 8 जना भनेको विचार गर्नुस् त 4 जना र यो 4 जना जम्मा 8 जना क्वेसनमा दिएको छ एफ इज थर्ड टु द राइट अफ सीबाट राइटमा थर्ड भनेको यो फर्स्ट सेकेन्ड थर्ड राइटबाट अब सी इज थर्ड टु द राइट अफ जी थर्ड राइट अफ जीबाट थर्ड फर्स्ट सेकेन्ड थर्डमा यो चाहिँ सी छ अब ए इज सेकेन्ड टु द लेफ्ट अफ बी बी अब यसमा दियो नाइदर ए नोर बी इज एन इमिडिएट नाइबर अफ जी एकदमै हेर्नुस् त हजुर यसमा के भनेको छ यता एबी हुन सक्दैन यता पनि एबी हुन सक्दैन क्वेसनमा दिएको छ
नाइदर ए नोर बी इज द इमिडिएट नाइबर अफ जी। यो जी यता र यता ए बी हुन सक्दैनन्। अब ए इज सेकेन्ड टु द लेफ्ट अफ बी। लेफ्ट अफ बीमा हुनुपर्छ। लेफ्ट अफ बीमा त बी यता बी को लेफ्टमा ए हुनुपर्छ। बी को लेफ्टमा ए हुनुपर्छ सेकेन्डमा। आइसक्यो। अब डी इज नोट इमिडिएट नाइबर अफ एफ। एफ को नजिकमा एफ को नजिकमा डी हुनु पर्दैन। यता डी हुनु पर्दैन, यता डी हुनु पर्दैन, डी यता हुनुपर्छ। यसको काम छैन। डी यता हुनुपर्छ। अब डी यता हुनुपर्छ। डी D is third to the right of B. D is the B is the third to the right of B. Right of B. अब हजुरले हेर्नु D is not immediate right of F. He is H is third to the right of B. H is third to the right. H चाहिँ यता छन्। थर्ड टु द राइट अफ बी। यो एच हो, थर्ड टु द राइट अफ बी। अब एउटा स्थान बाँकी बच्यो अहिलेसम्म। ए बी सी डी यो ई हुनुपर्छ यता। क्वेसनमा सोधेको छ व्हिच अफ द फ्लोइङ इज करेक्ट पोजिसन अफ ई विथ रिस्पेक्ट टु डी। करेक्ट पोजिसन अफ ई को करेक्ट पोजिसन चाहियो। कहाँबाट? डीबाट। डीबाट राइटमा हो फोर्थ पोजिसन, डीबाट लेफ्टमा पनि हो फोर्थ पोजिसन। डी र ई अपोजिट छ। फोर्थ टु द राइट, फोर्थ टु द लेफ्ट दुवै हुन्छन्। बोथ बी एन्ड सी दुवै हुन्छ। गजबको क्वेसन छन्। बोथ बी एन्ड सी दुवै हुन्छ। सेम क्वेसन हो, त्यही क्वेसन। हु सिट्स बिट्विन ए एन्ड बी। ए र बी को बिचमा को बसेको छ? ए र बी को बिचमा सी बसेको छ। यसको ठिक आन्सर सी हुनुपर्छ। यसको ठिक आन्सर सी हुनुपर्छ। यसरी गरिदिने। यो व्हाटको स्थानमा चाहियो। हेर्नुस् हजुरहरूले ध्यान दिनुहोस् त। यो फ्रन्टको यो लेफ्टमा हजुरले हेर्नुहोस् त गएको छ। यसमा हजुरले हेर्नु होला फ्रन्टको लेफ्टमा गएको छ। अब यो चाहिँ फ्रन्टमा आएको छ। अब हजुरले हेर्नु होला यो सर्कल अब लेफ्टमा जानुपर्छ। यो सर्कल लेफ्टमा, यसमा पनि यो गलत यो गलत, लेफ्टमा छ जानुपर्छ सर्कल। त्यसपछि विचार गर्नुहोला लेफ्टमा जानुपर्छ। अब यसमा हेर्नुहोस् फ्रन्टमा यो लाइन हुनुपर्छ। फ्रन्टमा यो लाइन हुनुपर्छ। अनि न त्यसपछि अब यो त्यसपछि अब यो लाइन लेफ्टमा जाँदैन। यो लाइन अब यता लेफ्टमा गएन। अब यो भन्दा अगाडिको टर्ममा। यसै कारण यसको ठिक आन्सर ए हुनुपर्छ। यो फ्रन्टवाला अब यो लेफ्टमा जानुपर्छ। यसको अर्थ यो जुन छन् यो यता जुन लेफ्टमा छन् त्यो यता चाहिँ फ्रन्टमा। ऐन अब यता राख्दा अब यो यताबाट यो लेफ्टमा जान्छन्, त्यही लेफ्टमा यता गएको छ। यसको ठिक आन्सर ए हुनुपर्छ। बिहानको 12 बजे र रातिको 12 बजे। बिहानको 12 बजे, रातिको 12 बजे। 12 घन्टामा मात्रै सोधेको छ, 24 घन्टा सोधेको छैन। एक दिन भनेको 24 घन्टा,
यो मात्रै 12 घण्टा सोधेको छन्। 12 घण्टामा दुवै सुई कति पटक ओभरटेक हुन्छ? एक माथि अर्को 11 पटक। 11 पटक। कसैलाई थाहा छ? 11 पटक। कुन 2 घण्टामा? कसैलाई थाहा छ? ठिक 12 बजे। यो ठिक 12 बजे। यो 11 र 1 को यो बिचमा यो 2 घण्टामा एक पटक मात्रै ओभरल्याप हुन्छन्। बाँकी प्रत्येक घण्टामा एक पटक एक पटक एक पटक ओभरल्याप गरेर 12 घण्टामा 11 पटक ओभरल्याप हुन्छ एक माथि अर्को। डाटा इन्टरप्रिटेसन हेर्नुस् त। यो डाटा इन्टरप्रिटेसन अब हजुरहरूले विचार गर्नुस् त। यो क्वेसन अब हजुरहरूले ध्यान दिनुस् त। यसमा के सोधेको छ? क्वेसनमा के सोधेको छ? एभरेज हाइट अफ एभरेज हाइट अफ माइनर गर्ल्स इन स्कुल। माइनर गर्ल्स इन स्कुल 5 फिट। गर्ल्सको 5 फिट छ। स्कुल एफमा स्कुल एफलाई हजुरले हेर्नुस् त। माइनरको हेर्नुस् यता 2:10 बोय र गर्ल्सको रेसियो हो 2:3। यसलाई गर्ल्स र बोय बनाइदिनुस् त। उल्टो गर्नुस् त। गर्ल्स र बोयको रेसियो 3:2 उल्टो। यो 3:2 उल्टो। किन? पहिला गर्ल्सको एभरेज दिएको छ 5 फिट, यही हो इन्टु 5 फिट। अब यता बोयको कति दिएको छ? माइनर बोयको हो 5 फिट 6 इन्च भनेको 5.5 फिट 5.5। यही एभरेज तपाईँलाई सोधेको छ। 3 + 2 अब यता बाई 5 गरिदिनुस्। अब बिचमा यो प्लस गरिदिनुस्। 5 ले भाग गर्दा यता पनि बाई 5 यता पनि बाई 5 गर्नुस्। 5 ले यो 1 पटक 5 ले यो 1.1 पटक 3 + 2.2 3 र 2 5 5.2 हुनुपर्छ। 5.2 5.2 भनेको के? यो 2/5 5.2 किनभने यो 2/10 हो। यो 2 यो 5.2 ए मैले के गरेँ? यो 5.2 भनेको यो 1/5 1/5 एकदमै विचार गर्नु होला। यो 2/5 मैले गलतमा टिक हाल्ने। 1/5 हुन्छन् 5.2। यो 0.2 भनेको 2/10 2/10 भनेको 1/5 यही हो 1/5। यसरी गरिदिने। क्वेसन हेर्नुस्। क्वेसनमा के दिएको छ विचार गर्नुस् त। क्वेसनमा के दिएको छ? क्वेसनमा के दिएको छ? नम्बर अफ स्टुडेन्ट इन स्कुल बी स्कुलमा टोटल नम्बर छ स्टुडेन्ट हो 1000 माइनर स्टुडेन्ट हो 96%। मेजर स्टुडेन्ट हो कति प्रतिशत? 4%। 1000 को 4% हो 96% माइनर स्टुडेन्ट बी स्कुलमा। यसको अर्थ 4% हो मेजर स्टुडेन्ट। 4% 4% निकाल्नुस् त। 4% निकाल्दा 40 जम्मा 40 जना छ मेजर स्टुडेन्ट। अब 40 जना मध्ये बोय हजुरले हेर्नुस् त। 40 जना मध्ये यो बोय जुन छ आधी बोय आधी गर्ल्स। यसको अर्थ 20 जना बोय छन्। यो 1/2 जम्मा हो 2
यसलाई हामी 1/2 भन्छौँ। यो 20 जना केटा हो। अब 20 जना केटाको एभरेज एज हो 18.2। 18.2 हो एभरेज एज। 20 जना केटाको एभरेज एज हो 18.2। 18.2 हो 20 जनाको। 20 जना केटाको एभरेज एज हो 18.2। क्वेसनमा दिएको छ प्रिन्सिपलको एज इन्क्लुड गर्दा त 20 जनाको हामी सम पनि निकाल्न सक्छौँ। 20 जनाको सम बराबर 20 गुणे 18.2 गर्नुहोस् त। अब 2 दुना 4 18 दुना 36 364 यो 20 जनाको सम। 20 जना र 1 जना प्रिन्सिपल 21 जनाको सम 21 गुणे पछिबाट एभरेज हुन्छ 20। प्रिन्सिपलको एज सामेल गर्दा पछिबाट हुन्छ 20 बराबर कति मलाई भन्नुहोस् त। 2 420 420 420। अब 20 जनाबाट यो 21 जनाबाट 20 जना घटाउँ 420 बाट यो 364 घटाउनुहोस् त कति जना हुन्छ। प्रिन्सिपलको उमेर हुन्छ यो। प्रिन्सिपलको उमेर बराबर 420 बाट यो घटाउनुहोस् त 10 बाट यो 4 यो 6 6। अब 11 बाट 6 यो 6 5 11 56 यही हो 56 इयर्स। यसरी पनि गर्न सकिन्छन्। अर्को मेथडबाट पनि गर्न सकिन्छन्। हजुरहरू अहिले यसरी बुझ्नुहोस्। क्वेसन हेर्नुहोस्। क्वेसनमा के दिएको छ हजुरहरूले ध्यान दिनुहोस् त। क्वेसनमा के दिएको छ द नम्बर अफ माइनर गर्ल्स इन स्कुल सी 153 माइनर गर्ल्स 153 हो सीमा। सी भनेको यो हो सीमा। माइनर गर्ल्स भनेको 1 युनिट बराबर हो 153। 1 युनिट बराबर हो 153। जम्मा माइनस 3 + 1 4 युनिट बराबर यता इन्टु 4 गर्नुहोस् त। यता पनि इन्टु 4 गर्नुहोस् त। जम्मा माइनस इन्टु 4 गर्नुहोस् त। 4 तिया 12 15 चौको 60 यो सीमा। नम्बर अफ माइनर गर्ल्स सीमा 4 तिया 12 15 चौको 60 र यो 61 हो यो। ठिक छ। 4 तिया 12 15 चौको 60 हो। जम्मा 612 भनेको टोटल 68% हो। माइनर स्टुडेन्ट जुन छ यो 68% बराबर यो हो। 1% बराबर मलाई भन्नुहोस् त भाग गर्नुहोस् त। 9 पटक भाग लाग्छ। 9 8 72 9 छका 54 र यो 7। ठिक छ। 1% बराबर 9। जम्मा स्टुडेन्ट भनेको 100% निकाल्नुहोस् त 900। यही हो टोटल 900। यही हो टोटल 900। यसरी हजुरहरूले ध्यान दिनुहोला। यो कहानी हो यो क्वेसनको। क्वेसन हेर्नुहोस् त। क्वेसनमा के सोधेको छ 240 माइनर बॉयज स्कुल डीमा माइनर बॉय जुन छ स्कुल डीमा माइनर बॉय छ यो 2 युनिट बराबर
2 युनिट बराबर हो 240, 1 युनिट बराबर 120। जम्मा हो 5 + 2 7 युनिट बराबर 12 सत्ते 84 840। यो जुन 840 जुन छ माइनर भनेको 84% हो। 84% बराबर छ यो 840। 1% बराबर 10। 1% बराबर 10 हो। 1% बराबर 10। अब 84% माइनर हो, यसको अर्थ 16% बराबर 16% बराबर 160 हो। टोटल टोटल हो मेजर 160। मेजर विद्यार्थी जुन छ 160। 160 मध्ये अब नोट माइनर गर्ल्स हु आर नोट माइनर, हु आर नोट माइनर बोय निकाल्नु पर्छ। बोय जुन छ हु आर नोट माइनर, व्हाट इज द नंबर अफ गर्ल्स, यो एक निकाल्नु पर्छ, 1 युनिट। जम्मा 3 + 1 जम्मा 4 हो। 4 मा 1 युनिट यो निकाल्नु पर्छ। हजुरलाई जम्मा 4 मा 1 युनिट निकाल्नु पर्छ। कट गर्नुस् त 40, यही हो 40। गर्ल्स हुनु पर्छ, मेजर हुनु पर्छ। नोट माइनर भनेको मेजर हुनु पर्छ। यसरी गर्दिने। यो हो कहानी वास्तवमा। यो हो कहानी वास्तवमा। यो क्वेसन अब हजुरहरूले विचार गर्नुस् त यसको ठीक आन्सर कुन हुनुपर्छ, एकपटक हजुरले विचार गर्नुस्। टोटल नंबर अफ स्टुडेन्ट इन स्कुल एफ 1250 हो। टोटल स्टुडेन्ट इन स्कुल एफ हो 1250। 1250 हो। यसमध्ये 80% माइनर छ। 80% माइनर। 80% भनेको 80/100 माइनर छ। 1250 मा 20%, 20/100 चाहिँ मेजर छ। 80% माइनर छ भने 20% मेजर छ। अब गर्ल्स चाहियो, टोटल गर्ल्स। 80% माइनर मा गर्ल्स हो 3/5। टोटल 5 मा 3/5। 3 टोटल 3 + 2 5 मा 3 हो, यसैले हामी भन्छौँ 3/5। अब मेजरमा 5 मा गर्ल्स हो 2, यसलाई हामी 2/5 भन्छौँ। कट गर्नुस् त। 5 ले 25, यो 2 0ले यो 2 0 कट। 25 चौको 100, 25 अठे 200 र यो 200 गुणे 300 600। अब यता हेर्नुस् त। 5 ले 25, 2 0ले 25 गुणे 2 50, 50 गुणे 2 यो 100, 600 र यता यो 100 700, टोटल 700 हुन्छ। टोटल 700। यसरी हजुरहरूले ख्याल गर्नुहोला, यसरी हजुरहरूले सोच्नुहोला। यसरी यदि तपाईहरूले सोच्नुभयो भने अरूभन्दा फास्ट गर्न सक्नुहुन्छ। आज यति गरौँ।